पालुलाई खाँचो भो बराबर छोड्नै पर्छ माइतीको घरमा माकुर माकुर बम पट्क्यो एकछिन भाइ यहाँसम्म घुमा क्या यहाँ ल यहाँ ल भयो उता लग्यो लैजाऊ बाला सुनका बाला सुनका चप्पल त के भाइरल अहिले यहाँ गयो यहाँ छटके हो क्या त्यो लामो छ यो सानो छोड्ने यो सानो माइलो कान्छ तिमीलाई कानमा नि ओइ चस्मा चस्मा पनि चाहियो त यो त हुनु पर्यो आँखा त्यो किन्ने क्या आँखा यो नाफिन गराउनु पर्ने यहाँ आँखा त्यो किन्ने पर्यो मैले यहाँ कहाँ हुन्थ्यो त्यहाँ नाफिन गराउने अस्तिर तिम्रो मुराले तपाईले हेर्नु छैन त्यो देख्दै देखिन देखाए त हुन्थ्यो बेहुला बुवा फेरिनु हो क्या उहाँलाई ठिक्क हुन्थ्यो कानवालले नयाँ टोपी लगाइदेऊ नि त तिमीहरू चस्मा यहाँ हाल्ने टाउको सोको लागि त यो चाहिँ टोपी है बर्तोल लाउँछ म त्यसले नानीहरु त्यो हुन्न के यो त चस्मा देखिन कस्तो नाच्नु हुन्छ नाच्नु पर्यो रे यो नगला नलाई फसन चाहिँ यो मिलाएर टोपी चलाउनु के अनि तेरी यार के टोपीले गर्दा रहेछ क्या यो टोपी गएर हाल्ने त म हालिदिन्छु अहिले मस्ते लगाइदेऊ क्या गुनाको लगाइदेऊ पैसा कति हो दिने त्यो त डोकोमा हाल्नु पर्छ सबै छ पैसा पर्छ बोलायो त हैन घरमा बस्नु खोज्यो घरमा घोट हल्ला नि घोट हल्ला डोको त लैजानु बाउ खाले जान्नेले नि हुन्छ त तिनजना चाहिँ आइज पालुलाई खाँचो भो बराबर छोड्नै पर्छ माइतीको घरमा माकुर माकुर हो
वाला सुन का वाला सुन का चप्पल देखिए जित्यो अहिले त जित्यो सोलिना राख्ने भयो जित्यो जित्यो सोलिन्छ जति पनि जित्यो ल ल ल हिँड राख्नुपर्छ है ओहो ल ल ल तँ नाच्न कुरा न जित्यो हान्यो अहिले त जित्यो मर्दै हो क्या त्यतिखेर पनि देखिन नै त अब यहाँबाट त लाँदै जान्छ है नानुमा भनेको घुम्नु त नानु अब लाँदै जान्छ नानु न बहिनी नानु जाँदा त नाच अरू त आएन अब म त नाच नाच हो न हो कोही नाच अब यहीँ हुन्छ गयो यो त सोली गयो एक्लै वाहन सोली एक्लै वाहन त पठाउनु क्या आउनु क्या तपाईँ आउनु क्या हो आहा जोरी त पढा हो ल कोल्छु थियो है खाल्यो खान्छ अहिले त शाबाश मजा देखाउने होइन सादा अब त यार यिनी बेहुला डार पुग्ने चाटेर छन् कता ती पालुलाई खाछु म बरा
छोड्दिन नजिक साथै गइयो छोड्नै पर्छ माइतीको घरमा माकुर माकुर हो पिपालुलाई खाँचो भो बराबर छोड्नै पर्छ माइतीको घरमा गीत बजा न्यू टेप माकुर हो पिपालुलाई खाँचो भो बराबर छोड्नै पर्छ माइती